Nice. NCC Cadet तालिमको आज यस फाइनल गेम श्री धुलाबारी मावि भर्सेस पशुपति आवश्यक गेम यस प्राङ्गणमा भइरहेको हामी देख्न सक्दछौँ। यसै गरी थर्ड डिभिजनको गेम बिपलमा पनि भइरहेको हामी देख्न सक्दछौँ। यहाँ दिया गएर झापा मोडल बस्नु के भयो र अहिले हाम्रो छात्रतर्फको भलिबल प्रतियोगिता चल्दैछ यस बिपोल ग्राउन्डमा। यसैका साथ श्री पशुपति आवासीय माविका क्याडेट छात्रहरूले आफ्नो झोलामा 12 पोइन्ट हाल्न सफल हुनुभएको छ। त्यसैका साथ धुलाबारीले 10 पोइन्ट आफ्नो खातामा हाल्न सफल हुनुभएको छ। दुवै टिम एकदम धेरै जोस पक्षमा 11 र 12 दुवैजना एकअर्कालाई एकदम धेरै टक्करका साथ प्रतिस्पर्धा दिँदै हुनुहुन्छ। धुलाबारीको सर्भिस नाइस रिसिभ मिठो र रको जस्तो सर्ट श्री पशुपति आवासीय माविबाट जर्सी नम्बर 10 बाट रको जस्तो सर्ट आएको छ। यसैका साथ पोइन्ट रहेको छ 13 र 11। फेरि पनि पशुपति आवासीय माविको सर्भिस आउट जान पुग्यो। धुलाबारी माविको 12 र पशुपति आवासीय विद्यालयको 13 एकदम धेरै प्रतिस्पर्धात्मक खेल चल्दैछ। यहाँ दुवै टिमको कोअर्डिनेसन राम्रो। धुलाबारीको सर्भिस नाइस रिसिभ राम्रो रिसिभ जर्सी नम्बर 6 बाट राम्रो सर्ट र पोइन्ट सफल हुनुभएको छ श्री धुलाबारी मावि। यसैका 7 पोइन्ट भएको छ बराबर 13 र 13। दुवै टिम एकदम धेरै जोस र ऊर्जाका साथ खेल मैदानमा उत्रिसक्नु भएको छ। यो भलिबलको